बी रेडी फर द रेभोल्युसन, क्रान्तिको लागि तयार भई बस्नु भन्नुभएको छ। र यो क्रान्ति तपाईँहरूले याद गर्नुभएको छ, उपनिर्वाचनको क्रममा मैले चितवनमा पनि उद्घोष गरेको थिएँ यो कुरा। अब रातो जनताको रगतवाला क्रान्ति हामीले खोज्या होइन, अब देशलाई शीतलता प्रदान गर्ने निलो क्रान्ति खोज्या हौ भनेर मैले चितवनमा उद्घोष गरेको थिएँ। र हिजो सभापतिजीले त्यो कुरालाई पनि अगाडि ल्याउनु भएको छ। सभापतिज्यू अहिले एकदम असहज परिस्थितिमा अहिले हुनुहुन्छ, तर हिजो उहाँले दिनुभएको अभिव्यक्ति छोटो छ, 4 शब्दको छ, तर महत्त्वपूर्ण छ। देशको परिस्थिति यस्तो छ कि गाली मात्र गर्न मलाई नै खालको छ क्या अहिले, होइन? अनि मसिनोले चाहिँ ताली भनेर भनिरहेको छ। परिस्थिति मिल्यो भने टाउको मूल्य टोक्नेर टाउको मूल्य एउटै भएको मान्छे एक ठाउँमा पनि फेरि बस्दैन क्या। हामी त्यो संस्कारमा छैन। विराजले गोल मात्र हाने, बल पास त पार्ने नै गरे हो क्या, होइन? यस्तो विराज अरू साथीहरू धेरै छन् यहाँ। जिल्ला सभापतिज्यू हाम्रो साथीहरू अघि भने जस्तो यहाँ आजीवन राजनीति गर्ने म कोही पनि अनुहार देख्दिनँ। अहिले निराशाजनकै अवस्था छ। आज हामीले हाम्रो काम गर्न खोज्दा कति दुःख परेको छ भन्ने कुरा त्यो कि भगवान्लाई थाहा छ, कि समयलाई थाहा छ, कि यो मनलाई थाहा छ। म सबैभन्दा पहिला 2 जना व्यक्तिलाई एकदमै सम्झिन चाहन्छु। एकजना चाहिँ मेरो मार्गदर्शक स्वर्गीय उज्जवल थापा, जसले मलाई राजनीतिमा औँला समातेर हिँडाउन सुरु गर्नुभयो र यो उहाँकै प्रेरणाबाट सुरु भएको हो। दोस्रो, प्रतिशोधको कारणले गर्दा आज यहाँ आउन नपाउनु भएको मेरो नेता, मेरो दाइ रवि लानेछानेलाई म सम्झिन चाहन्छु।